सञ्जय भाइ नमस्ते, के छ खबर? नमस्ते, ठिक छ। अनि सञ्जय भाइलाई चाहिँ सञ्जय भाइ अब तिमी युएमा छौ अहिले हैन? अनि तिम्रो जर्नी चाहिँ जबको जर्नी कस्तो रह्यो? अनि तिमीलाई इङ्ग्लिस सिकेर अथवा तिम्रो एजुकेसनले कतिको हेल्प गर्यो जब पाउन लागि हैन? तिम्रो सानो परिचय र जर्नी अफ जब कस्तो रह्यो? छोटकरीमा बताइदेऊ न। Hello, myself Sanjay. I'm from Nepal, and since 2016, I am in this Gulf country. Before I was in Qatar, and I spent there 4.5 of my years, and after that I came to UAE in the December 2021, and we know that education is must, but education is not only the thing. You have to know how to express that and where to use it. So language and skill is most important. प्रायः जसो के हुन्छ भने हामीहरू बाहिर आउँदा के सोच्छौँ भने हामीसँग केही सिप छैन, हामीलाई केही आउँदैन, हामी इङ्ग्लिस बोल्न जान्दैनौँ। त्यो कुरा चाहिँ हामीले केयर गर्नुपर्छ। हामी कतै पनि जाँदाखेरि काममा सिक्दाखेरि त्यो के हुन्छ भने तपाईसँग यदि इङ्ग्लिस बोल्ने स्किल छ, इङ्ग्लिस बोल्न सक्नुहुन्छ भने त्यसले धेरै सहयोग पुर्याउँछ। जस्तै तपाईलाई अब कुनै अरू भाषा नआउन सक्ला, तर इङ्ग्लिस आउँदाखेरि इङ्ग्लिसले तपाईको दैनिक जीवनमा धेरै प्रकारको सहयोगहरू गरिरहेको हुन्छ। त्यसैले इङ्ग्लिस कम्प्युटरहरूको जानकारी यति चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ। अनि तिम्रो जब प्रोसेसमा, जब सर्च प्रोसेसमा हैन, तिमीले धेरै ठाउँमा इन्टरभ्यू दियौ, अनलाइनमा पनि धेरै एप्लाई गरेको थियो। त्यतिखेर तिमीलाई इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर स्किल, कम्प्युटर नलेज भएको हुनाले कतिको सहयोग पुग्यो? अरू साथीलाई के सुझाव दिन चाहन्छौ? त्यसको लागि हेर्नुस्, काम खोज्न त गाह्रो नै हुन्छ हरेक समयमा, तर तपाईसँग सिप छ, तपाईँ इङ्ग्लिस बोल्न, पढ्न, लेख्न जान्ने हुनुहुन्छ भने त्यसले तपाईँलाई धेरै सहयोग हुन्छ। कुन ठाउँमा के अपर्च्युनिटिजहरू छ, तिनीहरूको जुन क्लजहरू हुन्छ इम्प्लोइमेन्टको, त्योहरू पढ्न बुझ्न तपाईँलाई सजिलो हुन्छ। जस्तै मानौँ हामी कुनै ठाउँमा अब उनीहरूले इन्टरभ्यूको लागि बोलायो, अब हामीलाई थाहै छैन इङ्ग्लिसमा, उनीहरूले भन्यो यहाँ साइन गरिदिनु, तपाईँ सोच्नुहुन्छ मलाई अफिसको जबको लागि बोलाएको, तर यदि तपाईँसँग जानकारी छैन भने सायद हुनसक्छ उसले आउटडोर एज अ लेबर या हेल्परमा हालिदिन सक्छ। अनि त्योहरूमा चाहिँ बुझ्न, त्यो तपाईँको जुन कामको जुन प्रक्रिया के हुनेछ, के काम हुनेछ, त्यो चाहिँ बुझ्नमा यो इङ्ग्लिसले चाहिँ धेरै सहयोग गर्दछ। अनि सञ्जय भाइ, एकपल्ट तिमीले मलाई एउटा कन्ट्र्याक्ट लेटर पठाएको थियो भेरिफिकेसन गर्नको लागि हैन? अनि तिम्रो साथीहरूलाई चाहिँ कतिपय कम्पनीहरूले चाहिँ डुप्लिकेट हैन, रङ, फेक जब अफर लेटर दिएको रहेछ। अनि यदि इङ्ग्लिस ल्याङ्ग्वेज हुने भयो भने कसरी हामीले फेक जब अफर लेटर अथवा यो करेक्ट हो कि इनकरेक्ट हो कि ओरिजिनल हो कि फेक हो भन्ने कुरा पत्ता लगाउन कसरी हेल्प गर्छ एजुकेसनले र इङ्ग्लिसले? यो हेर्नुहोस्, यदि इङ्ग्लिस बोल्न र इङ्ग्लिसको एजुकेसन छ भने तपाईँलाई त्यो फेक र ओरिजिनलमा फरक छुट्याउनका लागि, किनभने आजभोलि इन्टरनेटको युग छ, अनि इन्टरनेटमा अब तपाईँलाई इङ्ग्लिस आउँछ भने नै इन्टरनेटमा सर्च गर्ने हो। अनि त्यो इन्टरनेटमा सर्च गरेर हेर्नुहोस्, हरेक त्यो एउटा फर्मेटको ओरिजिनल हुन्छ, डुप्लिकेट हुन्छ, त्यति हामीले कम्पेरिजन गर्नको लागि यसले धेरै मद्दत पुर्याउँदछ। ल, थ्याङ्क यू सो मच सञ्जय भाइ है। अनि हाम्रो यो एएलसीको टिकटक च्यानलमा चाहिँ हामी यस्तै साथीहरूलाई चाहिँ इन्सपायर गर्न चाहन्छौँ हैन? कम्प्युटर नलेज हैन, इङ्ग्लिस स्किल सिकेर चाहिँ जब अफर राम्रो पाउन सकिन्छ, जब सर्च राम्रो खोज्न सकिन्छ भन्ने कुरा चाहिँ हामी यसमा भन्छौँ है। ल, थ्याङ्क यू सो मच फर यर टाइम। ल।